पृथ्वी मानिसहरूले भरियो, तर तिनीहरूले यति धेरै पाप गरे कि परमेश्वरले तिनीहरूलाई बनाउनु भएकोमा दुःख मान्नुभयो अनि उहाँले पृथ्वीमा बाढी पठाएर सबैलाई डुबाइदिने निर्णय गर्नुभयो। त्यहाँ नोआ नामका एकजना व्यक्ति थिए जो अरू जस्ता थिएनन्। नोआले परमेश्वरलाई प्रेम गर्थे र उहाँको आज्ञा पालन गर्थे। परमेश्वरले नोआ र तिनको परिवारलाई बाढीबाट बचाउने निर्णय गर्नुभयो। परमेश्वरले नोआलाई बाढीको बारेमा चेतावनी दिनुभयो। उहाँले तिनलाई होचो छाना, 3 तला, एउटा झ्याल र एउटा ढोका भएको धेरै ठुलो डुङ्गा बनाउन भन्नुभयो। नोआले आज्ञाकारी भएर यसलाई बनाए। परमेश्वरले नोआलाई हरेक किसिमका 2वटा जनावरहरू जम्मा गर्न भन्नुभयो, एउटा भाले र अर्को पोथी। त्यसपछि नोआ, तिनको परिवार र जनावरहरू डुङ्गाभित्र पसे अनि परमेश्वरले त्यसको ढोका बन्द गर्नुभयो। 40 दिन 40 रातसम्म पानी परिरह्यो। पानी आकाशबाट झर्यो र महासागरहरू र तालहरू भरिएर माथि माथि आउन लाग्यो। सबैभन्दा अग्लो पर्वतहरू पनि पानीले छोपिएर बाढीमा हराए। त्यही समयमा नोआ, तिनको परिवार र सबै जनावरहरू बाढीको पानीमाथि तैरिएको डुङ्गामा सुरक्षित थिए। परमेश्वरले नोआलाई एकछिन पनि बिर्सनु भएको थिएन। परमेश्वरले हावा चलाइदिनु भयो, पानी घट्दै गयो। डुङ्गा अरारतको पर्वतमा अडियो। नोआले एउटा ढुकुरलाई बाहिर पठाए। जब त्यो फर्किएन तब सुरक्षित भएको उनलाई थाहा भयो। जब जमिन पुरै सुकेको थियो, परमेश्वरले तिनीहरूलाई बाहिर निस्कन भन्नुभयो। उहाँले आकाशमा एउटा इन्द्रेणी राख्नुभयो र सम्पूर्ण पृथ्वी डुब्ने गरी फेरि कहिल्यै बाढी नपठाउने प्रतिज्ञा गर्नुभयो।